एसएसडब्ल्यू भिजाबाट जापान आइसकेपछि त लाइफ पुरै सेट छ, एकदम सजिलो छ, यहाँ त चिल छ भनेर सोचेर आउँदै हुनुहुन्छ भने तपाईँले लास्टै दुःख पाउनुहुन्छ है जापानमा। तपाईँले चाहिँ अब नेपालबाट एन्फो क्लियर गरेर यहाँ आउनुहुन्छ, यहाँ कम्पनीमा आइसकेपछि सिधै तपाईँलाई काममा हालिदिन्छ। नयाँ ठाउँको भाषा अनि यहाँको कल्चरहरू, डिसिप्लिनहरू अनि काम पनि तपाईँले सँगै सिक्नुपर्छ एकैचोटि। सो त्यस कारणले सबै कुराहरू सिक्दाखेरि चाहिँ तपाईँलाई सुरुमा प्रेसर पर्छ। तपाईँहरू सुरुमै आइसकेपछि चाहिँ पैसा सेभिङ गर्न पनि गाह्रो पर्न सक्छ होइन। अब सुरुमा थाहा हुँदैन के किन्ने नकिन्ने, कसरी बचत गर्ने होइन। अब यो भन्दै गर्दाखेरि चाहिँ अब एसएसडब्ल्यू भिजा काम लाग्ने भिजा होइन, एकदम खतम भिजा हो भन्न खोजिनँ मैले होइन। यसमा अपर्च्युनिटी पनि एकदमै धेरै छ। तपाईँले एसएसडब्ल्यू 2 मा चेन्ज गर्न सक्नुहुन्छ। यहाँको नयाँ कल्चर, नयाँ भाषा होइन सिकिसकेपछि चाहिँ आफ्नो स्किल पनि डेभलप भयो, विभिन्न कुराहरू सिक्न सकियो। अनि त्यसपछि प्लस तपाईँलाई यहाँ आइसकेपछि तपाईँले एसएसडब्ल्यू 2 मा चेन्ज गरिसकेपछि स्यालेरी पनि बढ्छ होइन। सो त्यस कारणले सुरुमा चाहिँ एकदम सजिलो हुन्छ भनेर सोचेर चाहिँ नआउनु होला होइन। यहाँ आइसकेपछि बिस्तारै तपाईँले सिक्दै जानुहुन्छ र तपाईँलाई बानी पर्छ। सो त्यस कारणले चाहिँ सुरुमै सजिलो हुन्छ, एकदम चिल छ, सेट छ लाइफ भन्ने सोचेर चाहिँ नआउनु होला होइन। मेन्टली एकदम स्ट्रङ भएर आउनु होला भन्न चाहन्छु। र तपाईँहरूलाई चाहिँ एसएसडब्ल्यू भिजा सम्बन्धी इन्फर्मेसनहरू चाहिएको छ भने चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। र एसएसडब्ल्यू भिजा सम्बन्धी रियल एक्सपिरियन्स सुन्न चाहनुहुन्छ भने चाहिँ मेरो यस राजको यात्रालाई फलो गर्नु होला। आरिगातो गोजाइमास।